नमस्ते सम्पूर्णमा तपाईहरुलाई आजको यस मेरो नयाँ भिडियोमा हार्दिक स्वागत गर्न चाहन्छु। इट्स योर बोय सुभाष एन्ड वेलकम टु अनदर न्यू भिडियो। तपाईहरुले थम्बनेल हेरेर पक्कै पनि थाहा पाइसक्नुभयो आजको भिडियो कुन टपिकका बारेमा छ भन्ने कुरा त। अनि यही टपिकका बारेमा जस्तै पोखरा युनिभर्सिटीको चाहिँ रिजल्टहरु पब्लिश भइरहेको छ, म्यानेजमेन्टको चाहिँ पब्लिश भइसक्यो। अब सिभिल इन्जिनियरिङहरुदेखि लिएर विभिन्न इन्जिनियरिङदेखि लिएर अरु फ्याकल्टीको हैन ब्याचलर इन फार्मेसी देखि विभिन्न फ्याकल्टीहरुको पनि अब रिजल्ट सायद आजदेखि भोलिमा आउनेवाला छ र हामीले चाहिँ अब रिजल्टको फर्मेट चेन्ज भएर आउनेवाला छ। पहिलाको जसरी हामीले चाहिँ रिजल्ट हेर्न मिल्दैन, नाउ द रिजल्ट इज अपडेटेड भनेको अर्को तरिकाले हेर्नुपर्ने हुन्छ र हामीले रिजल्ट चाहिँ कसरी चेक गर्ने, कति साथीहरु चाहिँ अन्यलमा हुनुहुन्छ होला, तपाईहरुलाई चाहिँ सहजीकरणको लागि तपाईहरुलाई सहज हुन्छ भनेर चाहिँ मैले यो भिडियो बनाएको छु। पक्कै पनि तपाईहरु सबै मेरो भिडियो हेर्दै फलो गर्नुभयो भने आफ्नो चाहिँ रिजल्ट मजाले हेर्न सक्नुहुनेछ। र यदि तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने डु नट फर्गेट टु लाइक, शेयर एन्ड सब्स्क्राइब एन्ड डु नट फर्गेट टु प्रेस द बेल आइकन। र सबै अपडेट्सहरुको लागि चाहिँ तपाईहरुले बेल आइकन पनि प्रेस गर्न नभुल्नु होला र सबै स्टेप्सहरु फलो गर्नु होला एन्ड देन यु क्यान चेक योर रिजल्ट्स है त। ल यति भन्दै ढिला नगरिकन लेट्स गेट स्टार्टेड है। ल सुरु गरौँ है त। ओके लेट्स स्टार्ट है। कसरी रिजल्ट हेर्ने भन्ने कुरामा लागौ। ल सबैभन्दा पहिला चाहिँ तपाईहरु ब्राउजरमा जानुहुन्छ हैन। ब्राउजरमा गएपछि के गर्नुहुन्छ, पोखरा युनिभर्सिटी भनेर हाल्नु हैन। अनि अफिसियल वेबसाइट अफ पोखरा युनिभर्सिटीमा तपाईहरु इन्टर गर्नुहुन्छ, ठीक छ। ल अब यो छ हाम्रो पोखरा युनिभर्सिटीको चाहिँ हाम्रो वेबसाइट यो हो हैन। अब हामीले के हेर्नु पर्यो त, रिजल्ट हेर्दै छौं हैन। रिजल्ट हेर्नको लागि सबभन्दा पहिला यहाँ सबै हेर्न सक्नुहुन्छ, एक्जामिनेसन भन्नेमा क्लिक गर्नु होला, ठीक छ। एक्जामिनेसनमा क्लिक गरिसके पछाडी तपाईहरुले यहाँ तल नोटिस बोर्ड भनेर लेखेको हुन्छ, त्यहाँ तपाईको रिजल्ट आएपछि मात्र है। अब तपाईहरुको म्यानेजमेन्टमा हुनुहुन्थ्यो भने चाहिँ तपाईहरुको रिजल्ट आइसकेको छ, जुन 13 मै आएको हो हैन। जस्तै तपाईको बी सिभिल डिप्लोमा होल्डरको लागिको पनि मे 9 मा रिजल्ट आइसकेको छ भनेपछि अब तपाईहरु कुन फ्याकल्टी हुनुहुन्छ त्यसको रिजल्ट आएपछि यहाँ तपाईको यो फर्स्टमा आउँछ, ठीक छ। अब यहाँ आइसकेपछि जस्तै अब म सिभिल इन्जिनियरिङ थिए ब्याचलरमा, त्यसरी नै अब अहिले म्यानेजमेन्ट क्लिक गरौँ। तपाईहरु सिभिल आयो भने सिभिलको हेर्नुहुन्छ, फार्मेसी आयो भने फार्मेसीको हेर्नुहुन्छ हैन। कुन फ्याकल्टीको हेर्ने हो त्यो क्लिक गर्नुहुन्छ, ठीक छ। अब मैले चाहिँ के गरे, म्यानेजमेन्ट क्लिक गरे है। म्यानेजमेन्ट क्लिक गरिसके पछाडी यहाँ देख्न सक्नुहुन्छ अब तपाई आफ्नो फ्याकल्टी है फेरि। अनि त्यसपछि यहाँ क्लिक हियर फर द रिजल्ट्स भनेको छ हैन। अब यहाँ क्लिक गर्नु होला, ठीक छ। ल अब चाहिँ हामीले यहाँ अनलाइन रिजल्ट पोर्टल भनेर देखाउँछ, यस्तो खालको फर्मेट आउँछ। यहाँ चाहिँ तपाईहरुले के गर्नु पर्यो त, जस्तै आफ्नो इयर सेलेक्ट गर्नु पर्यो हैन। कुन इयरको रिजल्ट हो, अब लेटेस्ट नै हो नि हैन। जस्तै अब 2024 अहिलेको सायद स्प्रिङ अथवा 2025 के त्यस्तै के होला हैन। त्यसरी सेलेक्ट गर्न सक्नु भयो। अनि त्यसपछि चाहिँ हामी के हेर्छौं त, जस्तै इयर अर सेमेस्टर भनेको छ। इयर अर सेमेस्टर भनेको छ जस्तै के हुने भयो त, तपाई कुन सेमेस्टरको फर्स्ट हो भने फर्स्ट, अनि सेकेन्ड हो भने सेकेन्ड, थर्ड हो भने थर्ड, अनि फोर्थ हो भने फोर्थ, यसरी चाहिँ आफ्नो सेमेस्टर चाहिँ सेलेक्ट गर्न सक्नुहुन्छ, ठीक छ। अब मैले सपोज 8 सेलेक्ट गरे। रिजल्ट टाइप कस्तो हो, मैले अब रेगुलर हो कि रिटेक ब्याक एक्जाम हो कि रिचेक गरेको हो कि अथवा चान्स एक्जाम हो कि अब रेगुलर यतिकै गरौँ हैन। प्रोग्राम भनेको तपाईको कुन प्रोग्राम हो हैन। त्यो अब ब्याचलर इन नर्सिङ हो कि ब्याचलर इन नर्सिङ साइन्स हो कि होटल म्यानेजमेन्ट हो कि हैन। डिफ्रेन्ट फ्याकल्टीहरु छ। अब तपाई कुनको हो, जस्तै अब लेट्स सपोज म चाहिँ अब होटल म्यानेजमेन्ट हैन। अब तपाईको एक्जाम रोल नम्बर भनेको सिम्बल नम्बर अब जस्तै यस्तै होला नि हैन, 2008 अब जति पनि हुन सक्यो हैन। यसरी चाहिँ आफ्नो सिम्बल नम्बर हाल्न सक्नुहुन्छ। अर्को भनेको डेट अफ बर्थ हाल्न सक्नुभयो हैन। अब कुन मन्थको हुनुहुन्छ हैन, अब यस्तो भयो। अनि तपाईहरुले आफ्नो हाल्नु पर्यो है, यसरी चाहिँ आफ्नो हाल्न सक्नुभयो। र यसरी चाहिँ तपाईहरुले यो फर्मलाई सबमिट गरेर यसरी क्लिक गर्नुभयो भने मजाले आफ्नो रिजल्ट चाहिँ हेर्न सक्नुहुन्छ, ठीक छ। भनेको अहिले चाहिँ वी कुड नट फाइन्ड भन्यो किनकि यो सिम्बल नम्बरहरुदेखि हरेक कुराहरु त मैले हालेको छैन नि त, यतिकै हालेको हो तपाईहरुले सिकाउनको लागि मात्र हो। सो यु क्यान सी द रिजल्ट लाइक दिस है त। ल यति भन्दै तपाईहरुले मजाले आफ्नो रिजल्ट चाहिँ यसरी चेक गर्नु है। रिजल्ट चेक गर्ने प्रोसेस भनेको यति मात्र हो। ओके तपाईहरुको कन्फ्युजन पक्कै पनि सहज भयो होला। यु क्यान चेक योर रिजल्ट लाइक दिस है त। र यति भन्दै आजको भिडियो पनि म यही अन्त्य गर्न चाहन्छु। यो भिडियोले पक्कै पनि तपाईहरुलाई धेरै सजिलो भयो होला, तपाईहरुलाई रिजल्ट चेक गर्नको लागि चाहिँ सहज भयो भन्ने आशा राखेको छु। र यदि तपाईहरु नयाँ हुनुहुन्छ भने फेरि पनि डु नट फर्गेट टु लाइक, शेयर एन्ड सब्स्क्राइब दिस युट्युब च्यानल। र तपाईहरु सबैजनाको रिजल्ट राम्रो आओस् भन्ने शुभकामना सहित म आजको भिडियो यही अन्त्य गर्दै फेरि अर्को इन्फर्मेटिभ भिडियोका साथ आउने प्रतिबद्धता व्यक्त गर्दै यहाँहरुमाझ बिदा हुन्छु। हस्त नमस्ते।